एउटा चाहिँ नक्कली खावादी बनेर ऊ जमानामा पैसा असुली गर्दै चन्दा उठाउँदै हिँड्ने र अर्को चाहिँ ओरिजिनल खावादी। अहिले एक आपसमा मिलेछन्। अब मिलेर अब हामीले यो देश बनाउने अब हाम्रो पार्टीले गर्छ भनेर चाहिँ अब चुरीफुरी दिन सुरु गरिसकेछन् के। अब हामी जनताले पताइदिने हो त। ल भन्नुहोस् त, गर्ने भए त तिमीहरूले उ बेला नै गरिसक्थ्यौ त। त्यत्रो थियो त, मन्त्री बनिसकेको थियौ, गरिसकेको थियौ होइन। ऊ मन्त्री बन्दाखेरि त्यही मान्छेले नै विरोध गरेर उसको पछि परेन। अहिले सँगै मिलेर आइसकेपछि फेरि अनि अब ल होइन हामीले नै देश सम्हाल्ने हो, हामीले नै गर्ने हो, हामीलाई छोडिदिँदा हुन्छ, सत्ता छोडिदिँदा हुन्छ भनेर यस्तो नानाथरी गर्न थालिसकेछन्। ए भगवान्, पहिला गर्न त द्याउ न यार। सरकार आएको कति छ, कति भइसक्यो र होइन। यसो 1-2 वर्ष हेर्ने हामीले कतिको काम गर्छन्, भएन भने पो विरोध जनाउने हो र। त्यो कुरालाई पछाडि पठाउनलाई उनीहरूले लाताले निकाल्दा जनताले गरिहाल्छ नि त। काम गर्न दिने केही न, खालि विरोध गरेको छ, विरोध गरेको छ। यस्तो तरिकाले त देश कहिले पो बन्छ त। ओ गाह्रो छ हो, बन्दैन कहिले पनि देश।